ल आजको हाम्रो दोस्रो दिन बेनीबाट मुक्तिनाथ। यति बेला 8:15 भइसकेको छ। खाजासाजा खाएर छोरालाई उठाएर त्यसको पारामा खाएर अब हामी चाहिँ यही हो बेनी बजार हुँदै हामी चाहिँ माथि अब आज मुस्ताङ जान्छौँ। यहाँ पेट्रोल पम्पमा पेट्रोल भरेर यो सबै मुस्ताङ जाने गाडीहरू ल मुस्ताङ अब गलेश्वर ताटोपानी हुँदै हामी मुस्ताङ पुग्छौँ। चाँडै पुग्छ होला, यसो बिस्तारै घुम्दै माथि पुग्नुपर्छ अनि भोलि चाहिँ फर्किनुपर्छ छिट्टै। ल अब हामी यहाँ आएर पेट्रोल पम्पमा पेट्रोल भर्छौँ। कतिको पेट्रोल जाँदो रहेछ हेरौँ। दाइ उताबाट आउँदा हुन्छ? दाइ त आउँदा हुन्छ? ओ काली खोला सुक्या रहेछ अहिले। ल पेट्रोल पम्पमा यही है बाटो, मुस्ताङ जाने बाटो छ, राम्रो छ। नयाँ पेइसे झोगा बुगा होला मुस्ताङको यात्रा। बाटो चाहिँ यस्तै छ प्रायः जसो अलमोस्ट। यहाँ गेट बसेछ। के कस्ता छन् हेर्दै जानुपर्छ बाटोहरू चाहिँ। खै हेरौँ पहिरो छ कि छैन, बाटो कस्तो छ, राम्रो छ कि छैन। आजको दोस्रो दिन शुभ अनि रमाइलो होस्। यस्तो पनि छ है, यस्तो पनि छ। कतै चाहिँ पहिरो छ, पहिरो पन्छाउँदैछ। अलिअलि अप्ठ्यारो बाटोहरू पनि छ। नेपालको भौगोलिक बनावटै यस्तै छ, के भन्नु त। पहिरो आउँछ, पहिरो पन्छाउँछ, बनाउँछ, के भन्ने, बाटो यस्तै छ। रेशम फिलिली बाटो यस्तै छ। यस्तोहरू पनि छ है बाटो, सबै पिच छैन नि। फेरि अफरोड पनि छ, तर त हरेक वर्ष त राम्रै भइरह। आजभन्दा भोलि राम्रो, भोलिभन्दा पर्सि राम्रो। यस्तै छ बाटो। खुसी छ्या माग नपे बिहान आउँदा एउटा बाटो, फर्किँदा अर्को बाटो। अहिले त खोला खै पनि छैन, हुन्छ अगा लो आयो लो यार पुगा अनाडा खुसी थियो भने मामा नपा। बेग खोला पनि कट्यो। यो बेग खोलाले चाहिँ बिहान यतै बाटो अर्को बाटो देखाउँछ, फर्किँदाखेरि अर्कै बाटो देखाइदिन्छ खोला बग्ने बेलामा। यही खोला हो कि होइन भने पनि चिन्न गाह्रो बनाइदिन्छ। तर अहिले चाहिँ पुल बनाएको छ, ढुक्क भएर आनन्दले हो। बाटो पनि फिरिली छ। अन्त खोला क्रस गर्नुपर्ने ठाउँ त कहीँ छैन। यस्तो ए है मैले भनेको ठाउँ अघिको यहाँ माथिबाट पहिला छ नि,
टप 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 पानी चुहिरहेको थियो आउँदैन अहिले त राम्रो भइसक्यो यहाँ यत्रो यत्रो ढुङ्गा थियो यति ठुल्ठुलो ढुङ्गा थियो है फेरि चिप्लो अनि माथिबाट पानी चुहिरहेको थियो एक्लै भएको भए डर नहुने हो केटाकेटी छन् बच्चा बच्ची छन् अलिअलि अप्ठ्यारो बाटो आयो कि मन सिरिङ्ग हुन्छ हौ तर त्यस्तो छैन हौ मन मात्रै सिरिङ्ग भयो बाटो त्यस्तो अप्ठ्यारो अहिलेसम्म भेटेको छैन राम्रै छ हेर न यहाँबाट एकछिन हेर कुण्ड कस्तो रहेछ भनेर अनि भोलि फर्किने बेला नुहाउला नि तलसम्म जानु पर्दैन एउटा मात्रै छ कि दुईवटा छ कुण्ड ल यस्तो रहेछ है त्यही पनि भुसफुस गर्ने हो ननुहाउने अनि नुहाउनु त आएको हामी ननुहाउने नुहाउने नि जी जी ताना ढाँट हाल्छु आज होइन भोलि अहिले चिसो लुगा हुन्छ फेरि लुगा माथि मन्दिर जानुपर्छ चिसो लुगा बोकेर यताबाट हिँड्नुपर्छ भोलि फर्किने बेला चाहिँ उखे चाया जाने यता आउनु छोरा पनि चस्मा पनि लायो छोराले ल अब यस्तो पनि गर्ने ल भइहाल्यो नि ल खै यता बाबासँग हेर्नुहोस् त खै आया भयो ल निकालिदेऊ ल ल खै अब यो भनेअनुसार त यहाँको पुरानो तातो पानी रे प्रति व्यक्ति 50 रुपियाँ तिरेर पहिला नुहाउने अनि नुहाइसकेपछि तातो पानीमा कुण्डमा डुबुल्की मार्ने यो जिउ दुखेको ढाडसाड दुखेको सन्चो हुन्छ र भन्छन् अब ट्राई गर्नुपर्छ भोलि फर्किने बेलामा होइन त भोलि फर्किने बेला ट्राई गर्नुपर्छ एउटा भयो माथि पनि एउटा छ क्यार कुण्ड माथि पनि एउटा कुण्ड छ खै पहिलाको त्यसो भए यही होला नि हामीले पहिला देखेको कुण्ड कुन हो थाहै छैन माथिको नयाँ बनाएको हो कि माथि पनि आफै आउँछ भन्छ खै पानी हो माथि चाहिँ अलिक ठुलो छ कुण्ड यहाँको चाहिँ अलिक सानो छ कुण्ड अब यस्तै छ है यस्तै छ मुस्ताङको बाटो हो जोन्सङ अब हामी चाहिँ यहाँबाट सिधै जान्छौँ म चाहिँ माथि गयो भने चाहिँ घोडे पानी पुनिल जाने बाटो हो कि क्या हो घोडे पानी पुनिल जाने बाटो यही हो क्या हो ऊ माथि रहेछ तातो पानी कुण्ड हौ यहाँ रहेछ ठन्डा उब्ला क्याङ आएन स्वेउला कुण्ड स्वेउला द यहाँ उठ ठन्डा ल छाडा लो घर जो ठाइ चाहिँ मोला छ चुया ठाउँ माथि छु चुया न ठाउँमा ठन्डा खाऊ ल यहीँबाट देखिने रहेछ तातो पानी कुण्ड यहाँ पनि टिकटको पैसा लाग्छ खोइ 50 रुपियाँ लिन्छ कति लिन्छ हौ थाहा चाहिँ थाहा भएको छ म्यानेज गा यही हो कुण्ड अनि मलाई ढन्डै टिकट काटायो माझे छ्राजो ल्याउ गन ल्याउ ठान ल्याउ ल कोही ल्याउ ल कने ए थाना
Ata le kwa na asin zwa jamal mkhla na pyao zwa jamal mkhla le भन्छ चलाउनु भने उत्तर अन्डा चार धाम यस्तो पनि रहेछ बाटो नेपालको मुस्ताङको छोरा अगाडि गयो सुत्यो सुत्यो सानो गाडी भनेर हेपे होला नि एकदम ल हेर त्यहाँ झर्ना हो बाबा झर्ना हेर झर्ना सडा रुप्से झर्ना आइपुग्यो रुप्से झर्ना आइपुग्यो ल ल हेर्ने हो हेर्ने भए यहाँ राख्नु पर्यो मोटरसाइकल अनि एकछिन हेरौँ ल ल झर्ना यहाँ ल हेर कति ठुलो झर्ना छ आऊ सारा झर त्यहाँबाट लगभग घाँसा आइपुग्न 5 किलोमिटर 5 किलोमिटर छ घाँसामा चाहिँ एन्ट्री गर्नुपर्छ त्यहाँ एन्ट्री गरेर मात्रै हामी अगाडि बढ्न पाउँछ बाटो यस्तै छ पहिला त नसकिने हौ अहिले काभ्रेधिर आइपुग्यौँ हामी काभ्रेधिर हो सबभन्दा बढी पहिरो आउने ठाउँ भयङ्कर पहिरो आउँछ यहाँ यसो हेर्दाखेरि पनि नभ्याउने रहेछ घाँसा चेक पोइन्ट आइपुग्यौँ अहिले हामी हामी एन्ट्री गरेर एन्ट्री चाहिँ गर्नुपर्छ है सबैजना बाइक फस्या गाडी माथि जानुपर्छ सर यहीँ जानुपर्छ यहीँबाट भन्दा हुन्छ कि प्रदेश चाहिन्छ प्रदेश पनि चाहिन्छ बुलेट 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 राइड रहेछ क्या राम्रो ल हिमाल आम्मामामा यस्तो पो हो रहेछ मस्ताङ गाउँ लेटे झन् 1 किलोमिटर बाँकी छ लेटे नआउँदै यस्तो भ्यू देख्न थालिसक्यो ल आम्मामामामा खै गाउँ राम्रो छैन खै के हो सानो सुने हो कि नसुने हो कि
थक्कलले खिच्यो नि यस्तै छ मलाई त भिडियो बनाइराख्नु मन लाग्छ तर के गर्ने अब मामु छ होला है तिमी र राघव र मामु गाडीमा बसेर घर जाउला एरोप्लेनमा जाने हो कहाँ कसरी जाने उडेर जाने नि छोरा उही एरोप्लेनमा उडेर जाने नि बिस्तारै बिस्तारै खै यहाँ त पहिला टोयलेट थियो जस्तो लाग्छ टोयलेटै छैन रहेछ नभए वेबले डने तो खुसी तो फक्काना खुसी उयो अहिले ना उयो ठाना नाखे बाइक चलाएन मागा बगरै बगरगा यस्तो पनि छ है छ मस्ताङमा अझै पनि बाँकी छ पानी परे जस्तो छ अघि त्यही भएर पानी सब बाटो सबै हिलो भएछ हो म्याचिङ म्याचिङ ल हेर त्यहाँ खोलाको बगर हेर त कत्रो खोला आउँछ होला यहाँ नदी रहेछ यहाँको बाटो मुस्ताङको बाटो यस्तै रहेछ मुस्ताङको बाटो यस्तै रहेछ ल 저 mucho de me la do ta quan lên sắp sửa nó gì mà tầm tầm ảo ra rồi बजार रहेछ ल हैन यही हो मार्फा अब त्यो मार्फा भिलेज अब खाना चाहिँ कहाँ खाने हो खै हेर्नुपर्छ एकचोटि दिदी खाना हुन्छ ल जरा मार्फाको आइपुग्यो मार्फाको के भयो तर हावा चल्यो हावा चल्यो
हवस् र राघव यहाँ त्यता हेर भाइ कहाँ हेर यता हेर्नुहोस् न यहाँ बाबाको क्यामेरा आएको देखेन हामी उनीहरू पनि हामी जस्तै लागेर खिचे ल बस 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 अब साँझ बिहान आउँछ होला नि यो चाहिँ अब जन्तर यो फुल लागेर हामी जाने फुल लागेर आएपछि चाहिँ खै त्यस्तै थियो र पहिला पनि मालिक जाने यहीँबाट हो कि हो कहाँ हो मलाई पनि थाहा भएन है मुक्तिनाथ सरी ढुम्बालेक कहाँबाट जाने हो यहाँबाट रहेछ हौ ल ढुम्बालेक जाने बाटो चाहिँ यहाँ रहेछ है ओ यही हो ल ढुम्बालेक 5 किलोमिटर छ अरे 5 किलोमिटर कागबेनी 9 किलोमिटर यहाँबाट कागबेनी आउन 9 किलोमिटर छ अरे त्यही हो ल बाटो कागबेनी जाने बाटो डोल्पा लमनठाङ कागबेनी मुक्तिनाथ ल डोल्पा जाने भयो यहाँबाट है सङ्ता फुल्याक खै मिलाऊ भयो ल भयो है त ल हामी चाहिँ लोमनठाङ जाने बाटो नै भएर जाने हो चिसो पो भएछ हौ फुल पन्जा नलागेको त यो रहेछ यो डोल्पा जाने बाटो पहिला चाहिँ यो झोलिङको पुलबाट जाने भन्थ्यो है हामी धेरै अगाडि आएको बेलामा अहिले चाहिँ पुलै बनाएर बाटो बनाएको रहेछ यो पारिको भित्ता नै पहाडै हिमालय डोल्पा भन्थ्यो अहिले चाहिँ पक्की पुल बनाएको रहेछ देखेँ कि ओ ओ ओ ओ यो धेरै नभए आज होला छिपुमा आज होला खोइ हामी अर्कै बाटो आयो कि क्या हो अर्को बाटो आयो जस्तो लाग्यो मलाई त्यो त श्राद्ध स्थान जाने बाटो रहेछ त्यो होला साथ दिएन मौसमले ल हेर्नुहोस् है जताततै हिमाल पनि देखिएको छ तर यहाँ हिउँ चाहिँ परेको छैन पानी परिरहेछ हात थिराएर केही छैन चिसो भएर मेरो फुच्चेमा कसरी बस्यो हौ चिसोमा मेरो फुच्चेलाई चिसो छ कि छैन सोध्दा हिउँ पर्यो जस्तो छ हिउँ पर्यो कि पानी पर्यो हो हिउँ पर्यो हिउँ पर्यो हिउँ पर्यो हिउँ पर्यो हिउँ पनि परेको छ है हिउँ पनि परेको छ हिउँ पर्यो
बच्चा मात्रै छ फेरि आमा चाहिँ मान्दैन बच्चा एक्लै हस् छ यता हिउँ परेको छ तर बाटो चाहिँ यस्तो देखाएको छ झरेर जानु झरेर चिप्लो छ बाटो चिप्लो छ त्यो के गरेको त अनि यस्तो बाटो बिस्तारो भने लाचुलो सुरालो पछि सर खाने बाबु यहाँ आउनुहोस् म बाबुसँग आउनुहोस् ओहो छोराले स्कुल गरेर आएको सुरालो छ ल छ सानो आयो यो माथि पनि यस्तो चिप्लो छ भाइ जान्छ मेन भनेको के थियो ए हस् भाइ हिउँ पऱ्यो भन्दै छोरा के परेको हिउँ पऱ्यो भन हिउँ पऱ्यो तिमाली फेगैमा हिउँ पऱ्यो फुरुरु भन्नु एउटा है हिउँ पऱ्यो है कहाँदेखि हिँड्दै आउनुभएको भाइ कहाँ छोड्नुभयो माथि जाँदैन म त यिनीहरूलाई झरेर बिस्तारै आएको तान्नु त तान्यो आजको बहुत दुखिया मौसम रहेछ अलिकति अगाडि आइपरेको माथि पुग्ने लडेन रुजियो पुरै हामी त झन्नै टाइममा माथि नुहाएछौँ अरू नुहाउनु पनि सक्दैन होला भोलि त अब त जाडो हुन्छ ल मसँग त सुनालाई चान्ला ल छ ढ्या होगा न कहाँ घुयो मलाई आमा आलो सेयर गर्छु बनायो हिउँ बाक्लो परेर बनायो चल पहिला भयो भयो ल राम्रो छ त होला ला घेटे अहिले यति बेला चाहिँ हामी मन्दिर गेट आइपुगेका छौँ ल होइन म तिनीहरूको मन्दिर गेट आइपुग्यो हो छोरा हाम्रो छोरा हेलो गर्दै हेलो हर्ष आयो पछाडि हर्ष आयो रिक्सित नभयो आयो हर्ष आयो हर्ष आयो हेर्नुहोस् त छोरा ए कति घर ल्याएको है
पुगिरहेको थिएँ हामी अहिले भन्दैछ मुक्तिनाथ धारा मुक्तिनाथ धाम जय मुक्तिनाथ भन्दै जय मुक्तिनाथ मुक्तिनाथ भगवान की जय मुक्तिनाथ भगवान की जय भन्दै न मुक्तिनाथ भगवान की जय 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 छन् ताउ बुझेदैन छन् फत्तान खेको एउटा भिडियो ला मनुको खिचेर फकुमेको खिचेर यहाँ एउटा बाबु हेलो छोरू जय देवका सबना छ खिचेका गान लगा फकी चिङ भन्दा ल हैन भन्दै चिङ यार अब हेलो भन्यो हेलो हामी चाहिँ अब मुक्तिनाथ मन्दिरमा आएर यो ज्वालामुखीमा आएर भगवान् बुद्धको ठुलो मन्दिर हेर्नु जान आएको जताततै हिउँ हुन्छ है जताततै हिउँ छ मेरो छोरालाई आज के भयो मान्दै मानेन है छोरा है ल ल फ्लावर रहेछ ल ल ओ हो मन्दिर पहिला उगुसै तर्सेन आयो ठुकै कसो जानु के सामान दिए त गाह्रो रहेन त कुछ गरम नकुम ब्याग त्याछ सामान खोइ झोनी त अप्ठ्यारो गन न भ्याग दिनु म तेउला ट्याउ न फक नयाँ गर्नु कुन आएन ज्वालामुखी ढस्छ झलङ्की द यहाँ झलङ्की छ अनि मिस्या तिमी कता खिच्ने छोरा खिच्ने खिच्ने किन भन्नु बिहाबाट थाकल छ म डाँट फटफट चाहिएन चिसो भयो मलाई नु के वाने मलाई ल यो मस्ताङको दृश्य त्यहाँ रहेको छ भगवान्हरू मूर्ति स्थापना गरेको छ अनि यहाँ ठुलो भगवान् बुद्धको मन्दिर रहेको छ हो हिउँ जताततै हिउँ भनेको छ हो हेलिप्याड रहेछ त मस्ताङमा मालुम राजा चिसो मारे अब थिए लुमको त्यहाँबाट मामु थियो त्यहाँबाट अनाली पसिबले भाना सायको गजो भालना उसिन खान्दा जाउँदैन त फटाया न क्यारो साथी हो फटाले पर फकिन पुगा जिला राम गजो भालना सिन्यो र बाबु हेर्नुस् त त्यहाँ कति राम्रो हिमाल हेर्नुस् त त्यहाँ हेर्नुस् त राजा है हिमाल कति राम्रो आया कुछ